नमस्कार। किनकि यही त बालनले देश बनाउँछ, बालनले हाम्रो सपना पूरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने, मेरो आमासँग कुरा भएर मैले आमालाई भने, आमा बालनले देश बनाउँछ। नमस्कार साथीहरू, आज यो भिडियो कुनै पार्टीको पक्ष र विपक्षमा होइन। यो भिडियो सत्य र तथ्य लिएर आएको छु म। आज हामी कुरा गर्छौं काठमाडौँको पूर्व मेयर बालेन शाहको बारेमा। बालेन शाहलाई कसैले भन्छ कि यो युथको आवाज हो, कसैले भन्छ कि जनताको आवाज हो, र कसैले भन्छ कि यो हाम्रो देशको आवाज र विकासको आवाज हो पनि भनेर नै उहाँलाई चिनिन्छ। के सत्य हो यो? आजका मुख्य प्रश्न यो हो कि बालेन शाह नेपालका लागि आशा हुन् एउटा जोखिमपूर्ण प्रयोग। बालेन शाह कुनै परम्परागत पार्टीबाट आएको नेता होइन। बालेन शाह एउटा स्ट्रक्चरल इन्जिनियर, र्यापर र स्वतन्त्र क्यान्डिडेट। 2062 को स्थानीय चुनाव उहाँ ठूला राजनीतिक पार्टीहरूको उम्मेदवारहरूलाई हराएर 61,000 भन्दा बढी मत ल्याएर काठमाडौँका मेयरको पोस्टमा जित्नु भएको थियो। यो एउटा जित मात्र थिएन, यो एउटा जनताको भरोसा जुन पुरानो पार्टीहरूमा आएको थियो, जो पुरानो पार्टीहरू बाचा गरेर आए थिए तर अहिलेसम्म कुनै विकास गरेका देशका लागि र लोकल सेक्टरमा अझै केही विकास गरेका थिए। त्यसै लागि त्यो एउटा जित होइन, जनताको भरोसा नै भन्दाखेरि राम्रो हुन्छ। भन्छ कि यो एउटा जनताको भरोसा, पुरानो पार्टीहरू काम हेरेर, पुरानो पार्टीहरूको सुस्ती हेरेर जनताहरू पुरै दिक्क नै भइसके। त्यसै लागि उहाँहरूको लागि एउटा युवा र काम गर्ने मान्छे चाहिन्थ्यो। त्यसै लागि बालेन शाह एउटा प्रयोग भए पनि जनताहरूको एकदम सपोर्टी नेता भएर आएको र त्यसै लागि बालेन शाह एउटा फिल्मी हिरो भन्दा पनि बढी पपुलर भएर राजनीतिमा आएको थियो। उहाँको पपुलरिटी यति थियो कि अहिलेसम्म नेतागणमा त्यति पपुलरिटी कसैको छैन। त्यति पपुलरिटी बालेन शाह हासिल गरेका थिए। आफ्ना काम गरेर, आफ्ना हिम्मत देखाएर, देशको लागि एउटा सही डिसिजन लिएर, काठमाडौँको लागि एउटा सही डिसिजन लिएर, काठमाडौँमा के गर्ने नगर्ने भन्ने कुराले उहाँ एकदम क्लियर भिजनको थियो। न यता न उता, जो पनि गर्नुपर्ने काठमाडौँको लागि गर्ने। हामीलाई जनता चुन्या हो, हामी जनताको लागि केही गर्छौँ मनबाट ठानेर नै बालेन शाह आएको थियो। त्यसै लागि उहाँलाई एकदम जनताको हितमा नै काम गर्नुपर्छ भन्ने कुरा दिमागमा बसिसकेको थियो र उहाँले लागि के को लागि चुने हो, के को लागि चुने होइन, एकदम पुरै भिजनबाट नै आएको। जब उहाँ काठमाडौँका मेयर बनिसकेपछि उहाँले काठमाडौँमा भएका धेरै कामहरू गरे जो पुरानो पार्टीहरूले गरेका थिएन। जस्तै मान्छेहरूले रोडहरू कब्जाएका थिए, बाटो घाटोहरू कब्जाएको थिए, साङ्गुरो बाटो बनाइसकेका थिए, इलिगल कन्स्ट्रक्सन गरेका थिए। तिनीहरूलाई हटाउने बालेनको एकदम ठुलो योगदान थियो। अहिले पनि एकदम जाने आउने बाटो, फुटपाथहरू एकदम क्लियर गर्ने, फुटपाथहरू विकास गर्ने बालेनको ठुलो काम थियो। र उहाँले काठमाडौँका फोहोरहरू एकदम व्यवस्था गरेर फाल्न थाले, रेगुलर फोहोर कलेक्सन गर्न थाले र खोला नालालाई एक सफा गर्नको लागि कम्युनिटी बनाए। जस्तै बागमती खोलालाई सफा गर्ने कम्युनिटी बनाए, बागमतीलाई सफा गर्ने एकदम ठुलो उहाँको योगदान हो। उहाँले काठमाडौँमा बागमती भन्नेको धेरै फोहोर पहिला थियो र अहिले काठमाडौँको बागमतीलाई सफा गर्न उहाँको ठुलो योगदान नै मान्न सक्छौँ हामीले। उहाँले संस्कृति र साहित्यलाई पनि बचाउनको लागि एकदम ठुलो महत्त्वपूर्ण कामहरू गरेका थिए काठमाडौँ। उहाँले +2 गर्ने विद्यार्थीहरूको लागि एकदम निशुल्क हरेक स्कुलमा, हरेक कलेजमा निशुल्क विद्यार्थीहरूको लागि स्कलरसिप प्रदान गरेका थिए र स्किल डेभलपमेन्ट प्रोग्रामहरू पनि काठमाडौँ नगरपालिकामा एकदम धेरै चलाएका थिए। अहिले पनि उहाँको कामहरू विद्यार्थीहरूलाई धेरै मनपर्छ र त्यसै लागि बालेनको ठुलो फ्यान भनेको विद्यार्थीहरू नै हो। युथहरू भनेको उहाँलाई धेरै मन पर्छ किनभने उहाँ युथहरूको लागि धेरै काम गरेका थिए। अहिले पनि उहाँको फ्यान युथ नै हो। यसरी काम गर्दा मान्छेहरूलाई लाग्यो अब हाम्रो काठमाडौँ एउटा अर्कै दिशामा गइरहेछ, विकासको दिशामा गइरहेछ। अब जब काठमाडौँ सिटी एउटा विकासको दिशामा गइरहेछ भने हाम्रो देश पनि एउटा विकासको दिशामा जान्छ भन्ने कुरा मान्छेहरूलाई एकदम प्रश्न लाग्न थाले। भन्दाखेरि एउटा अझै कुरा प्रश्न गर्नुपर्छ, जहाँ धेरै विकास हुन्छ त्यहाँ धेरै विरुद्ध पनि हुन्छ। उहाँको काम अरू पार्टीहरूको नेताहरू
जस्तै केन्द्रमा बसेको नेताहरूलाई पच्न सक्छ र उहाँले गरेको काम अहिलेसम्म कसैले गरेका थिएन। उहाँ जति पपुलर अहिले कोही थिएन। त्यसै लागि उहाँको विरुद्धमा धेरै कुराहरू भएको थियो। जस्तै अब काठमाडौँका कर्मचारीहरूको स्यालेरी रोकिदिने, काठमाडौँको विकासको लागि पैसा नछुट्याइदिने, काम गर्न चालु भइसकेको छ यता र पैसा माथिबाट बन्द गरिदिने, नआउन दिने। त्यसरी गर्दा कर्मचारीहरूको स्यालेरी टाइममा गएन। र अझै के भन्छ कि बालेनले कुरा ठुलो गर्छ, पेपरमा ठुलो ठुलो हेराउँछ र काम गर्ने एउटा फ्लो हुनुपर्ने नि फ्लो छैन। र उहाँलाई अझै के भन्छ कि सोसल मिडियामा उहाँको बोल्ने इमोसनल हो, सही भन्छ, तर अरूलाई त्यस्तो प्रष्ट कसैले सही भन्यो भने अरूलाई दिक्क लाग्छ, अरूलाई नराम्रो लाग्छ, अरूलाई हेट हुन्छ। त्यस्तो कुरा हुन सक्छ। तर बालेनले कसैलाई केयर गर्दैन। जो सही हो त्यो सही हो। यसरी नै एउटा प्रश्न पनि उठ्छ कि नेता भनेको एउटा आदेश दिने होइन, व्यवस्थापन गर्ने पनि हो। उहाँको कार्यकालमा सरकारसँग ठुलै टकराव हुन्थ्यो। मन्त्री, प्रधानमन्त्री र सरकारी कर्मचारीहरूसँग एकदम टकराव हुन्थ्यो। उहाँले कसैलाई मान्थेन, जो सही हो त्यो गर्थ्यो। कसैले अब थाहै छ तपाईँहरूलाई पनि कि सरकारी काम कसरी हुन्छ हुँदैन, त्यो त सबैलाई थाहा हो नि। त्यसरी नै उहाँले त्यो हेरेन। विकास हुनु पर्यो, काम हुनु पर्यो, दिएको समयमा काम हुनु पर्यो र देशको एउटा ठुलो विकास गर्नको लागि समयमा काम हुनु नै सबभन्दा ठुलो। भन्छ कि बालेन शाह इमानदार, तर सोसल मिडियाको पोस्टहरूमा धेरै विवाद नै हुन्छ। इमानदारिता उहाँको एकदम ठुलो पोइन्ट हो र सोसल मिडियामा जस्तो कुरा गरिदिन्छ, जस्तै कहिलेकाहीँ नराम्रो कुरा बोलिदिन्छ, नराम्रो होइन, नराम्रो भन्नु पर्दैन, तर उहाँले भनेको कुरा कसैलाई नराम्रो लाग्न सक्छ। उहाँले भनेको कुराहरू एकदम मान्छेलाई आफ्ना सोच हुन्छन्। कसैले कुनै कुरालाई राम्रो लिन्छन्, कसैले कुनै कुरालाई नराम्रोतिरले पनि र त्यसै लागि उहाँलाई भन्छ कि सोसल मिडियामा राति गरी मेसेज गर्छ। राति गरी एउटा कहावत छ नि, रक्सी खाएर मान्छे, जाड खाएर मान्छे 10 बजे 11 बजेतिर पछि नि मेसेज गर्छ। त्यस्तो पनि भन्छन् धेरैजना बालेन शाहलाई। तर त्यस्तो होइन, रियालिटीमा त्यस्तो होइन। बालेन शाह सत्य तथ्य भन्छ र कसैलाई त्यो नराम्रो पनि लाग्न सक्छ र आफ्ना आफ्ना सोचको कुरा हो। तर उहाँले गलत जस्तो त भन्दैन कहिले पनि। भन्ने कुरा यो हो कि अब बालेन शाह आफ्ना मेयर पोस्टबाट राजीनामा दिइसके र उहाँले राष्ट्रिय राजनीतितिर आइसके र उहाँले उम्मेदवारी पनि दिइसके र धेरै मान्छेहरू भन्छ कि हामी बालेनलाई 5 वर्षको लागि मेयर चुनेका थिए, तर उहाँले 3 वर्षमा हामीलाई छोडेर गएछ। किन गएछ? के हो त्यस्तो कुरा? अब त्यो कुराहरू हामी पछि जानौला। र उहाँले एकदम ठुलो ठाउँ चुनेछ, झापा। झापा भनेको के हो भने केपी ओलीको ठुलो एउटा गठ हो। अझै जना भन्छ कि झापा भनेको केपी ओलीको लाल किल्ला, किनभने आजसम्म केपी ओली झापाबाट कहिले हारेका र त्यसै लागि त्यहाँ जानु भनेको मान्छेलाई भन्छ नि एकदम शेरको गुफामा जानु नै हो। तर बालेनको पनि पपुलारिटी अहिले केपी ओली भन्दा धेरै हो। जेनजी आन्दोलनमा मेन भिलेन भनेको केपी ओलीलाई मान्छ र हिरो भनेको बालेनलाई। त्यसैलाई र बालेनले चुनेको ठाउँ पनि एकदम राम्रो ठाउँ हो, किनभने आफूलाई म सक्षम छु कि छुइनँ हेराउनको लागि जहिले पनि मान्छेलाई के हुन्छ भने बलियोसँग लड्नु। कमजोरसँग त जो पनि जित्न सक्छ, कमजोर ठाउँमा गएर त जो पनि जित्न सक्छ, तर बलियो ठाउँ जानुपर्छ। जहाँ हेर्नु, अब झापाबाट जिते चाहे हारे यो त भविष्यको कुरा हो, तर सोचेर एकपल्ट हेर्नु, अगर बालेन शाह अगर झापाबाट जित्यो के हुन्छ, देशको राजनीति कसरी चेन्ज हो? किनभने त्यो कमजोर ठाउँबाट जितेर आएको, कमजोर पार्टीलाई हराएको होइन, कमजोर मान्छेलाई हराएर आएको होइन। बालेन झापा भनेको केपी ओलीको एकदम ठुलो गठ हो र त्यहाँबाट जितेर आयो भने एकदम पपुलारिटी, अहिले जति पपुलारिटी छ त्यो भन्दा +10 टाइम हाल्नु, +10 टाइम 100 टाइम पनि भन्दा हुन्छ, त्यति पपुलारिटी हुन्छ। किनभने एउटा कहावत छ नि कि शेरको गुफामा जानु भनेको मौतको बोलावा। जस्तै झापा जानु भएको मतलब हार्नै पर्छ भन्ने कुरा ठान्छ मान्छे। तापनि बालेनको हिम्मत एकदम मान्छेहरू भन्यो फ्यान जस्तै नै भइसकेछ। र बालेन अस्ति जनकपुरमा गएर र्याली गरेको थियो र भाषण दिए, कस्तो मोटिभेसन भाषण दिए। मलाई काम दिनु, म यहाँ काम गर्न आएको हो, तपाईहरू मलाई काम दिनुस्, जिताउनुस्, जिताएपछि मलाई काम भन्नुस्, म काम गर्छु। बढी सोसल मिडियामा म आउँदिन, बढी म त्यो मिडियाहरूमा आउँदिन, तर काम दिएको म गरेर हेराउँछु। जे भए पनि मलाई जिताएको छ कामको लागि, केहीको पपुलारिटीको लागि। हामीलाई जहिले पनि मान्छेको काम हेरेर
र मान्छेको क्वालिटी हेरेर भोट गर्नुपर्छ। आफ्नो नेता चिन्नु। भन्छ नि गाउँमा एउटा कहावत हो कि घरको मुखिया राम्रो भए पनि घर विकास गर्छ। त्यसरी नै देश चलाउने मान्छे राम्रो भए पनि देशलाई विकास गर्छ, देशलाई एउटा नयाँ बाटोतिर लान्छ, विकासको बाटोतिर लान्छन्। र देशका गार्जन भनेको नै पिएम हुन्छ र गार्जन नै नराम्रो भए, गार्जन नै स्वार्थी भए, करप्सन गर्ने गार्जन भयो भने कस्तो हुन्छ देश? विकास हुँदैन। ठुला ठुला देशहरूमा जस्तै अमेरिका, जापान, जर्मन यिनीहरूमा के हुन्छ भने नेता भनेको जहिले पनि पढे लेखेको, किनभने नेता भनेको एउटा सानो काम हो। नेता भनेको एउटा देश चलाउनु भनेको एउटा सानो काम हो। सबभन्दा ठुलो र सबभन्दा दिमाग लगाउने काम त्यस्तो हो। त्यसै लागि जहिले पनि हामीलाई एकदम कसैलाई भोट गर्छौ, कुनै पार्टीलाई गरौ, म भन्दिनँ कि यही पार्टीलाई गर, त्यही पार्टीलाई गर, जो पनि जहाँबाट जस्तो मान्छे लडेछ त्यो मान्छे राम्रो हो, त्यो मान्छे विकास गर्छ, देशको लागि राम्रो काम गर्छ भने त्यो मान्छेलाई जिताउने हाम्रो फर्ज। हामीले जहिले पनि आफू हेरेर, किनभने त्यो लोकलको मान्छे हुन्छ, अरू लोकलमा होइन भने हामी रिसर्च गर्छौँ। त्यो मान्छे हामी कसैलाई केही कुरा दिन्छौँ भने त्यसको बारेमा जान्छौँ, जान्दैनौँ। त्यसै पनि हामी भोट दिन्छौँ भने त्यो नेता कस्तो हो, त्यसले काम गर्छ कि गर्दैन, त्यसले अहिलेसम्म कस्तो काम गरेछ त्यसको बारेमा जान्नु, त्यो राम्रो नेता हो कि होइन, त्यस्तो कुराहरू पुरै कलेक्सन गर्ने र हेर्नु त्यो हामीले दिएको भोटलाई सदुपयोग गर्छ कि दुरुपयोग गर्छ। अगर सदुपयोग गर्यो भने, राम्रो लाग्यो भने हामी त्यसलाई भोट दिनु। त्यस्तो भन्। अब हामी भिडियोको अन्तिमतिर आइसकेका छौँ। के बालेन्सा राम्रो हो? यो सबभन्दा ठुलो। के बालेन्सा नराम्रो हो? यो पनि एउटा ठुलो प्रश्न। मैले त प्रश्न सोधिसके। अब तपाईहरु यो प्रश्नको उत्तर कमेन्ट र यो भिडियो राम्रो लागेपछि हजुरहरू आफ्नो साथीलाई पनि शेयर गर्नुस् र च्यानललाई सब्स्क्राइब गर्नुस् कि मैले अझै नयाँ न्युजहरू तपाईहरुको लागि ल्याउन सक्छु। धन्यवाद।